घुमघाम सुरु हुन्छ बुर्ज खलिफादेखि। पहिले बुर्ज खलिफा जाने कुरा हुन्छ अनि त्यसपछि गइन्छ दुबई मलबाट बाहिर निस्किएर हामी यता साइडमा गएको हुन्छ 2 जना चाहिँ, अरू चाहिँ त भित्रतिर दुबई मलतिर घुम्छौँ भनेर गइसकेपछि कान्ताले फेरि हाई गरे। म चाहिँ क्यामेराम्यान परेँ अनि त्यहाँबाट दुबई मलभित्र चाहिँ कान्ताले भिडियो गराउँछ अरे। भिडियो गराउँछ भनेपछि हिँडेर भिडियो गराउनु पऱ्यो भनेपछि भिडियो गराउने, हिँडेर भिडियो भयो। अझै उता जान्छु एउटा विमल भान्जा बसन्त भान्जा उता जानु, उता गएर सिकाउनु। त्यसपछि हामी लिफ्टबाट तल झरेर अगाडि बढ्दै थियौँ सबैजनाहरू पछाडि, म चाहिँ अगाडि छु। त्यसपछि म आफ्नै पारामा यता कुनातिर लागेँ। फेरि कान्छा भान्जा 2टा भान्जा आएर अनि यसो पोज दिएको अरे। त्यहाँबाट मैले चाहिँ माथि बनाएको थिएँ भिडियो बनाउँछु भनेर हिँडेर। मलाई पनि बनाउनु मन लाग्यो, यसो गराइदिउँ न त कस्तो हुँदो रहेछ। अनि त्यो सबैजनालाई यता देखाउनु, सबैजना देखिनु पऱ्यो भनेर सबै कोही आफ्नो पारामा बिजी छ। त्यसपछि सबैजनाले आफ्नो पोज छ। बसन्त भान्जा र म चाहिँ अगाडि हिँड्यौँ। बसन्तको भान्जाको फेरि हिँडाइ कडा छ, अरूको जस्तो त्यो बिस्तारै पनि हुन्न। लिफ्टबाट तल झरिसकेपछि म चाहिँ यसो पोज दिँदै फेरि यता लिफ्टमा अनि मोबाइल मलाई दियो, म बनाउँछु भन्दाखेरि त्यहाँबाट अरूलाई सबैजनालाई म देखाउँछु। अगाडिमा चाहिँ अगाडि हिँडेँ। अनि यतातिर चाहिँ यो वाटरफल छैन दुबई मलको, यो चाहिँ लास्ट तलको भाग। बसन्त भान्जा, युवराज भान्जा, गणेश भान्जा, खिमलाल भान्जा अनि विमल भान्जा सबै सँगै सबैलाई हाई गरेर भनेको कसैले हेर्छु। अनि त्यसपछि म चाहिँ फाइनली म यता क्यामेराम्यान परेँ। अनि यता रेडी हुँदै सबै अब हामी तलको उसमा झऱ्यौँ। धान नै लडेको है। यो चाहिँ हाम्रो कहाँको हो भनेपछि त्यसपछि एमरेस महलबाट यता आइयो। त्यसपछि हामी चाहिँ गयो फेरि मिराकल गार्डन यता भित्र छिरिसकेको हो। यो चाहिँ भित्र छिरिसकेर म चाहिँ क्यामेरासम्म नछोड्ने अनि पछाडि सबैजनाले फोटो खिच्ने हो भन्दै म अगाडि हिँडेको फेरि है नसुनेर। फाइनली हामी यहाँभित्र छिरिसकेर यता अर्को साइडको गेट नम्बर 3 साइडमा छिरेर यता भिडियो बनाउँदै म चाहिँ अगाडि बढेँ। सबैजना पछाडि आउँदै हुन्छ। त्यसपछि फोटो खिच्ने हो भन्ने कुरा आयो। यहाँ चाहिँ फोटो खिच्नुपर्छ, सबैले सिङ्गल खिच्ने हो। त साइडमा गएर म चाहिँ यो चाहिँ भिडियो बनाउँछु भनेर म चाहिँ यता लागिहालेँ। सबैजना मेरो पछि आइसकेपछि अनि खिच्ने गएको त भिडियो म चाहिँ खिच्न नछोड्ने। अनि सबैजना मेरो पछि आइराखेपछि अब यता चाहिँ हामी फाइनली माथि टपबाट तल झरेको है। चाहिँ सर्टकट गराएको। अनि हामी माथि टपबाट तल झरेपछि कोहीजना अगाडि कोही पछाडि गर्दै अगाडि पछाडि गर्दै फेरि तल झर्दैछौँ। तल झरेर
अब भोक पनि लागिहाल्यो, अब चाहिँ जानुपर्छ भन्ने कुरा भयो। फेरि जाने कुरा भयो, जाऊँ त तल जाउँ। अनि त्यसपछि सबैजना बसेर मिलेर कुरा गरौँला के गर्नुपर्ने हो, के गर्ने हो भनेर। अनि त्यहाँबाट म चाहिँ माथि गएर लुकी खिच्दिएको फेरि है, सबैजना कता कता गएको बेला एक्लै म चाहिँ यता सबैजनालाई हल्का हल्का देखाइदिएको फेरि। यो चाहिँ मिराकल गार्डनको माथि टपमा गएर यता चाहिँ फेरि फोटोसोटो खिच्न मिल्ने लागिरहेको छ। अनि त्यहाँबाट यता साइडमा प्लेन देखायो। अनि त्यसपछि यता आएर यो सबै फुलको चाहिँ घर बनाएको देखायो। अनि त्यहाँबाट रेस्टुरेन्ट छ। अनि त्यहाँबाट माथि रेस्टुरेन्ट पनि फोटो खिच्ने ठाउँ पनि। चाहिँ फोटो खिच्नु पऱ्यो। यताबाट पनि गेट तल झर्न मिल्ने रहेछ, माथि सर्ट मिल्ने, तर यताबाट पनि रहेछ। दुई ठाउँबाट ठाउँ छ यो चाहिँ मिराकल गार्डनमा। अनि फाइनली म चाहिँ यता भिडियो बनाउन नछोड्ने, सबैजनालाई देखाउन नछोड्ने, अरूजना चाहिँ यताउता घुम्दै यता लागिरहेछ। फेरि यसो सङ लागिरहेको थियो, बेबी कम डाउन भन्ने। हामी चाहिँ आफ्नै पारामा फेरि अगाडि बढ्दैको। फेरि प्लेन हेरौँ न त, सबैलाई प्लेन देखाउँ भनेर। अनि भान्जाले चाहिँ म यसो भिडियो गराउँछु रे हिँडेर, ल ठिक छ त भनेर सर्टकट भनेर। अनि फेरि यता बस्नु त भान्जाले चाहिँ म पनि एउटा भिडियो गराउँछु सानो, ल ठिक छ। प्लेन पछाडि आउनु पऱ्यो अरे, प्लेन आउने रे भिडियो गराउने। यता भिडियो भइरहेछ, म चाहिँ यता अर्को भिडियो बनाइरहेको छु। त्यस्तै गर्दै अब अगाडि जाने भन्ने कुरा। अघि जाँदाखेरि यता चाहिँ अब हामी लप्चिन्न भए चाहिँ यता, अनि त्यसपछि प्लेन यता एक फोटो खिच्ने, ग्रुपमा फोटो खिच्ने भन्ने कुरा भयो। अनि यता फेरि भिडियो बनाउने कुरा आयो। ल ठिक छ त भनेर एउटा सर्टकट भिडियो गराइदिउँ, भिडियो बनाइदिएको। अनि त्यहाँबाट अगाडि बढ्नु पऱ्यो। अब अगाडि यता पनि देखाउनु पऱ्यो। यता देखाइदिँदाखेरि अब म पछाडि जाने गरी अब यता देखाइदिने। अनि त्यसपछि म पुरै यता देखाउँछु भनेर फेरि यता देखाएको, फेरि यता घुमाइदिएको क्यामेरा। अनि एकचोटि यताको सबै नजारा हेरिदिउँ भनेर यता चाहिँ हामी छिर्न नपाउने, खालि फ्यामिली मात्रै यता भित्र छिर्न पाउने भन्ने कुरा सेक्युरिटीको आयो। हामी चाहिँ यता हामी चाहिँ फ्यामिलीवाला परेन के अरे।